नमस्ते साथीहरू, हजुरहरूलाई हाम्रो यस स्मार्ट लोकसेवा हब विथ तारा युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज पनि हामीले नेपालको भूगोलबाट मिक्स क्वेसन एन्सरहरू लिएर आएका छौँ, जसलाई हामीले सेट 9 भनेर नाम दिएका छौँ। आशा छ पहिलाको भिडियोलाई जस्तै यो भिडियोलाई पनि माया र साथ दिनुहुनेछ। आजको पहिलो प्रश्न रहेको छ, नेपालको प्रामाणिक समय ग्रिनविच समयभन्दा कति छिटो रहेको छ? अप्सनहरू रहेको छ 5 घण्टा 30 मिनेट, 5 घण्टा 45 मिनेट, 6 घण्टा, 6 घण्टा 15 मिनेट। यसको सही उत्तर रहेको छ 5 घण्टा 45 मिनेट छिटो रहेको छ नेपालको प्रामाणिक समय ग्रिनविच भन्दा। अर्को प्रश्न छ, नेपालको समय ग्रिनविच भन्दा छिटो हुनुको मुख्य कारण के हो? अप्सनहरू रहेको छ नेपालको जनसङ्ख्या, नेपालको भौगोलिक देशान्तर, नेपालको उचाइ र नेपालको जलवायु। यसको सही उत्तर रहेको छ नेपालको भौगोलिक देशान्तर। नेपालको समय ग्रिनविच भन्दा छिटो हुनुको मुख्य कारण हो। अर्को प्रश्न छ, नेपाल र भारतको समय कति फरक रहेको छ? अप्सनहरू रहेको छ 30 मिनेटको, 15 मिनेटको, 45 मिनेटको र 1 घण्टाको। यसको सही उत्तर रहेको छ 15 मिनेटको फरक रहेको छ नेपाल र भारतको समयमा। अर्को प्रश्न रहेको छ, नेपालको प्रामाणिक समय कुन हिमाललाई तयमानी निर्धारण गरिएको छ? अप्सनहरू रहेको छ सगरमाथा हिमाललाई, अन्नपूर्ण हिमाललाई, गौरीशङ्कर हिमाललाई र लामटाङ हिमाललाई। यसको सही उत्तर रहेको छ गौरीशङ्कर हिमाललाई आधार मानेर नेपालको प्रामाणिक समय लागू गरिएको छ। त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालको प्रामाणिक समय कहिले लागू गरिएको थियो? अप्सनहरू रहेको छ विक्रम सम्वत 2038 साल चैत्र 1 गते, विक्रम सम्वत 2042 साल वैशाख 1 गते, विक्रम सम्वत 2045 साल असार 15 गते र विक्रम सम्वत 2050 साल भदौ 1 गते। यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2042 साल वैशाख 1 गते नेपालको प्रामाणिक समय लागू गरिएको थियो। त्यसै गरी आजको हाम्रो अर्को प्रश्न रहेको छ, नेपालको प्रामाणिक समय लागू गर्नुको मुख्य उद्देश्य के रहेको थियो? अप्सनहरू रहेको छ देशलाई विश्व मानचित्रमा चिनाउनु, देशभर एउटै समय प्रणाली लागू गर्नु, पर्वतारोहण सजिलो बनाउनु र ठुलो सहरहरूसँग जोड्नु। यसको सही उत्तर रहेको छ देशभर एउटै समय प्रणाली कायम गर्न नेपालको प्रामाणिक समय लागू गर्नुको मुख्य उद्देश्य रहेको थियो। त्यसै गरी आजको अर्को प्रश्न रहेको छ, लालीगुराँसको घर भनेर नेपालको कुन जिल्लालाई चिनिन्छ? अप्सनहरू रहेको छ कास्की जिल्लालाई, दार्चुला जिल्लालाई, सङ्खुवासभा जिल्लालाई र मकवानपुर जिल्लालाई। यसको सही उत्तर रहेको छ सङ्खुवासभा जिल्लालाई लालीगुराँसको घर भनेर चिनिने गर्दछ। अर्को प्रश्न रहेको छ, ज्वालामुखीको चिन्ह भएको जिल्ला कुन हो? अप्सनहरू रहेको छ कास्की जिल्ला, दार्चुला जिल्ला, सुर्खेत जिल्ला र दैलेख जिल्ला। यसको सही उत्तर रहेको छ दैलेख जिल्लालाई ज्वालामुखीको चिन्ह भएको जिल्ला भनेर चिनिने गर्दछ। अर्को प्रश्न छ, नेपाल समुद्री सतहबाट कति टाढा रहेको छ? अप्सनहरू रहेको छ 1177 किलोमिटर टाढा, 1200 किलोमिटर टाढा, 1250 किलोमिटर टाढा र 1300 किलोमिटर टाढा। यसको सही उत्तर रहेको छ 1177 किलोमिटर टाढा रहेको छ नेपाल समुद्री सतहदेखि। त्यसै गरी अर्को प्रश्न रहेको छ, हलो आकारको जिल्ला भनेर नेपालको कुन जिल्लालाई चिनिने गर्दछ? अप्सनहरू रहेको छ सिन्धुपाल्चोक जिल्लालाई, सिन्धुली जिल्लालाई, रामेछाप जिल्लालाई र दैलेख जिल्लालाई। यसको सही उत्तर रहेको छ रामेछाप जिल्लालाई हलो आकारको जिल्ला भनेर चिनिने गर्दछ। अर्को प्रश्न छ, गोबरगाडा भन्ने स्थान कुन जिल्लामा पर्दछ? अप्सनहरू रहेको छ धनुषा, सप्तरी जिल्ला, रामेछाप जिल्ला र सिराहा जिल्ला। यसको सही उत्तर रहेको सप्तरी जिल्लामा गोबरगाडा भन्ने स्थान रहेको छ। त्यसै गरी अर्को प्रश्न रहेको छ, पोखरीहरूको सहर भन्नाले कुन सहरलाई चिनिन्छ? अप्सनहरू रहेको छ पोखरा, वीरेन्द्रनगर, जनकपुर धाम र मुसिकोट। यसको सही उत्तर रहेको छ जनकपुर धामलाई पोखरीहरूको सहर भनेर चिनिने गर्दछ। अर्को प्रश्न रहेको छ, हवाईजहाज सङ्ग्रहालय कहाँ रहेको छ?
अप्सनहरू रहेको छ टिकापुर, कैलाली, विराटनगर, मोरङ, पोखरा, कास्की, महेन्द्रनगर, कञ्चनपुर। यसको सही उत्तर रहेको छ विराटनगर, मोरङमा हवाईजहाज संग्रहालय रहेको छ। अर्को प्रश्न रहेको छ नेपालमा 8000 भन्दा अग्ला हिमालहरू कतिवटा रहेका छन्? अप्सनहरू रहेको छ 5 वटा हिमाल, 6 वटा हिमाल, 7 वटा हिमाल र 8 वटा हिमाल। यसको सही उत्तर रहेको छ 8 वटा हिमाल। नेपालमा 8000 भन्दा अग्ला हिमालहरू 8 वटा रहेका छन्। र आजको हाम्रो अन्तिम प्रश्न रहेको छ महालङ्गुर हिम श्रृङ्खलाको अर्को नाम के हो? अप्सनहरू रहेको छ लामटाङ, खुम्बु, इम्जा र माथिको कुनै पनि होइन। यसको सही उत्तर रहेको छ खुम्बु महालङ्गुर हिम श्रृङ्खलाको अर्को नाम रहेको छ। आजलाई यति नै साथीहरू। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ कृपया कमेन्ट मार्फत आफ्नो सल्लाह सुझाव दिनुहुन विनम्र अनुरोध गर्दछु। साथै हजुरहरूलाई कस्तो खाले भिडियो आवश्यक परेको छ सो कुरा पनि हजुरहरूले कमेन्ट मार्फत बताउन सक्नुहुनेछ। र अझैसम्म पनि हाम्रो यस स्मार्ट लोक सेवा हब विथ तारा युट्युब च्यानललाई लाइक सब्स्क्राइब गर्नुभएको छैन भने एकपटक लाइक सब्स्क्राइब गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।